एकछिनको रिस र लोभले तपाईको एक दशकको मेहनतलाई बर्बाद गर्न सक्छ। तपाईको अनियन्त्रित मनलाई नियन्त्रण गर्न सक्नु तपाईको ठूलो शक्ति हो। हरेक अप्ठ्यारो, हरेक असफलता र हरेक पीडाले ठूलो लाभको बिउ बोकेको हुन्छ। तपाईले परिवर्तन गर्न नसक्ने चीजहरूलाई छोड्न सिक्नुहोस्। जीवनमा त्यही मान्छेको महत्त्व हुन्छ जो मैदानमा उत्रन्छ। तपाईको सपना साकार पार्ने नै तपाईको मेहनत हो। समस्यालाई लिएर गरेको चिन्ताले तपाईलाई कतै पुर्याउँदैन, बरु समाधानमा बढी ध्यान दिनुहोस्। आजको मेहनत नै तपाईको भोलिको फल हो। तपाईको सानो कदम पनि ठूलो यात्राको सुरु हुन्छ। तपाईको सीमाहरू अरूबाट होइन, तपाई आफैले बनाउनुहोस्। तपाईको हरेक समयको मूल्य बुझ्नुहोस्। तपाईको पहिचान तपाईको मेहनतले बनाउँछ। प्रत्येक क्षणलाई खेर नफाल्नुहोस्, किनकि यसले तपाईको भाग्यलाई आकार दिन्छ। अल्छी व्यक्तिले आफ्नो आवश्यकतालाई चिन्दैन। राम्रो मान्छेलाई नराम्रो भयो भने पनि उसको राम्रोको लागि नै हुन्छ। केवल त्यही चीजहरूमा मात्र ऊर्जा लगाउनुहोस् जुन चीज तपाईको भाग्यसँग जोडिएको हुन्छ।